न पर्ख म यहाँ कस्तोको केटी नदेखे यस्तो गर्छौ त तिमी त होइन यस्तो जङ्गलमा के यस्तो भएर केही रिसा छौ कि के हो रिसा छैन त्यस्तो केही नसोच ल ल भोलिको प्लान के छ त भोलि आउने हो कि अझ भोलि त हाम्रो बाख्रा हेर्न छ र बाख्रा हेर्न जाने हो ए ल भाइ हामी पनि जाउँ त घर कान्छा ए कान्छा पानी ल्याएर त बाबु हुन्छ धन्यवाद गरिदिएर हजुरले हाम्रो धेरै गुण लाउनु भयो ल हामी आफ्नो हरिले लिएर जान्छौँ अब हस् हुन्छ ल त है बाबु जाऊ राम्रोसँग जाऊ है मलाई यार यो हालतमा कसरी पुऱ्यायो तिमी सरले त्यो धेरै लामो कहानी छ साथी तँलाई सुनाइदिनु भनौँला हिजो साँझ धेरै पियो कि क्या हो केटा शरीर लास्टै दुखिरहेको छ यसो बाहिर गएर बसौँ न चडक्क घाम लाग्छ त बस बस हिजो साँझ धेरै पियौँ केटा हो हेर सहरबाट आएको यत्रो दिन भइसक्यो के गरौँ कसो गरौँ सोचिरहेको छु तिमीहरू पनि केही सुझाव सल्लाह देऊ न केटा कस्तो होला राम्रै काम हुन्छ नि राम्रै काम गरौँ तिमीहरू पनि अब सहरबाट आएको मान्छे होइन पैसा सैसा कमाएर टक्क ल्याएको छौ तिमीहरूले अब यही पैसाको केही नाम राखौँ लगानी गरौँ भने केही गरौँ राम्रो काम 15 लाख काम त कलाकार पनि छन् होइन केही गरौँ त गरौँ भने त्यही त 1-2 दिन पछि शिवरात्रि पनि आइरहेछ यो शिवरात्रिमा मेला मौसम राखौँ कि भन्ने सोच राखिरहेको छु कस्तो होला यस्तो गर्दा त्यो त राम्रै हो त हाम्रो गाउँको लागि पनि राम्रो अब तिमीहरूले पनि टक्क मान्छे चिनेका छौ होइन सहरका राम्रै हुन्छ गरौँ त अब हाम्रा यहाँ 15 लाखका सर पनि छन् यिनको पनि क्रेज राम्रो होला सोसियल मिडियातिर टिकटकतिर अब फ्यानहरू पनि होलान् बाहिरबाट म 1-2 जना कलाकारहरू पनि बोलाउँछु त्यो मौसम चाहिँ पक्का लगाउनु पर्यो राख्नु पर्यो है ल त्यसको लागि पक्का भयो ल त्यसको लागि पक्का भयो त्यो काम चाहिँ पक्का भयो तर चाहिँ तिमीले त्यो काम गर्नको लागि केटाहरू चाहिँ खोज्नु पर्यो अरे त्यसको चिन्तै नगर तिमी हामीसँग यति पैसा छँदैछ होइन पैसा छँदैछ टक्क गाउँले केटाहरू छन् होइन यहाँका सहयोगी भावना भएको केटाहरू छन् होइन त्यसको लागि तिमी चिन्तै नगर न ती केटाहरूलाई म मिलाउँछु ल मानिहाल्छन् केटाहरूले ल यो काम चाहिँ डन भयो ल साँझसम्म सब तयार हुनु पर्यो है तयार हुनु पर्यो मौसम चाहिँ कहाँ लगाउने यो गाउँमा चाहिँ मेरो जमिन खाली छ त्यो गाउँमा चाहिँ मौसम चालु गर्नुपर्छ ल हिँड छिटो भएन यस्तो पाराले उनीहरूको साथ सपोर्टले गर्दा कमलको नाम पनि हुने भयो र अनि हामीले यो मौसम चाहिँ सफल पार्नुपर्छ हाम्रो नाम चाहिँ चिनाउनु पर्छ केटाहरू ल त्यो चाहिँ त्यतिको त हुनु पर्यो मेरो राम्रो काम गर्नुपर्छ हामीले गाउँतिर होइन गाउँ त हेर केटा हो कुरा गर्दा गर्दा पुगियो ठाउँ चाहिँ यही हो हेर यही हो यसपालि चाहिँ गाउँतिर रमाइलो चाहिँ राम्रै गर्नुपर्छ है राम्रै गर्नुपर्छ ठाउँ चाहिँ यही हो हेर टेन्सन दामीसँग बन्नु पर्यो होइन छिटोभन्दा छिटो चाहिँ काम गर अब कलाकारहरूको कन्ट्याक्ट चाहिँ म गरिहाल्छु चिनजान छौ मेरो तिमी चाहिँ यो काम चाहिँ छिटोभन्दा छिटो सक है ल बरु केटाहरूले के चाहियो भने यो दिदिनु के नास्ता पानीको लागि होइन 2000 चाहिँ राख तिमी हुन्छ नि त पछि अरू म मिलाइहाल्छु तर यो साल राम्रो हुनु पर्यो है त्यसको तिमी मेरो नाम चाहिँ नाम नगिर्नु पर्यो नाम चल्नु पर्यो मेरो हुन्छ दामी बनाऊ अडियन्स बस्ने ठाउँ हो इम्बिने अनि माथि चाहिँ टेन्ट बन्छ तर दामी तरिकाले बनाऊ है तिमी त्यसको चिन्तै नगर तिमी जाऊ कलाकार खोज्न जाऊ होइन त्यो तिमी चाहिँ टेन्सन नलियो त्यो म गरिहाल्छु तिमी चाहिँ यो टक्क तयारी गर्ने काम चाहिँ गर कामको चिन्तै नगर तिमी सबको सब व्यवस्था म गरिदिन्छु ल ठिक छ तिमी चाहिँ जाऊ हामी अहिले साथी पनि आछ केटाहरू लक्खा केटाहरू छन् गाउँतिर हैन यहाँ लिएर काम चाहिँ भन्दै भस्त गर्ने मेरो भाग भयो तर चाहिँ राम्रो बन्नु पर्यो ल अहिले भन्दैछु है तिमीलाई
ल त्यसको चिन्ता नगर्ला ल। डोन भयो तिमी पनि लाग हामी पनि लागे तर चाहिँ छिटो भन्दा छिटो हुनु पर्यो राम्रो तरिकाले केटाहरू बढे बुडुम गरिदिन्छ ल ल ठिक छ ओके ल जाऊ है ल ओहो यो गाईले पनि हगेर पनि साह्रै गर्यो गाउँमा के गर्ने यस्तै छ गाउँमा के गर्ने गोबर फाल्यो दाइ मल फाल्नु लाग्नु भएको ओहो भाइ घरमा काम गर्न छोडी किन आयो यहाँ अब दाइ म पनि यहाँ पेट तिरिदिनु भयो मेरो घर कहिले पुगाइदिने हो भन्नु भएको दाइ ओहो तिमी किन हतारिरहेछौ यसरी तिमी टेन्सन नलेऊ बिस्तारै बिस्तारै पुगाउँला तिमीलाई यस्तै थियो अब के गर्ने हरि दाइ पनि सन्चो भइहाले बिस्तारै बिस्तारै सन्चो भइहाल्छन् म पनि घरतिर जाउँ कि भने दाइ नआत्त्यौ न नआत्त्यौ भाइ तिमीलाई म घर पुगाइहाल्छु अब 1-2 दिन यतातिर बस अनि तिमीलाई घरै छोडिदिउँला म हुन्छ हुन्छ गाउँ पनि अलि टाढा छ पारी गाउँ हो नजिक पनि छैन अब हरिको अवस्था यस्तै थियो के गरौँ अब यस्तै भयो 2-4 दिन यतै बस अनि जाउँला नि अब हुन्छ अब गाउँतिर यसो केही काम गर्नु पर्यो 2-4 हजार कमाएर भए पनि तिम्रो घरमा लिएर खुसी पारेर आउनु पर्ला हुन्छ दाइ हल्का गाउँतिर केही कमाइ गरेर अब 2-4 दिनपछि शिवरात्रि पनि आउँदैछ यसो रमाइलो यतै गर्ने हो कि गाउँतिर गएर गर्ने विचार छ भाइ क्या रौँ यतैतिर गरौँ कि गाउँतिर जाउँ भने हामीहरू अब के गरौँ यतैतिर रमाइलो गरौँला नि के छ शिवरात्रि आइरहेछ अब ल यो काम पनि गरेर सकियो मेरो लाऊ यता बसेर कुरा गरौँ ल ल हुन्छ काम पनि गरियो यसो हात धुन पाए हुन्थ्यो यार गोबर लागेको हातमा आमा पानी दिनु त काम गरेर आइ बाबु काम गरेर आम हुन्छ हुन्छ यो गोबर पनि साह्रै गनाउँछ है भाइ तिमी हात सुट हुन्छौ कि नै दाइ मैले अघि नै बिहान धोएको ए ल ल ठिकै छ त्यसो भाइ दाइ आज घरतिरको याद पनि साह्रै आउँला आजै जाउँ कि शिवरात्रि पछि जाउँ भने दोधारमा पढेँ म त चिन्ता नगर न भाइ तिमीलाई म घरै गएर छोडेर आउँला अब शिवरात्रि यतातिर मनाऊ त्यसपछि जाउँला नि ल ल हुन्छ दाइ के गर्ने हो त अब गाउँमा पनि त्यत्तिकै हो दाइ नमस्ते नमस्ते भाइ अनि भाइ के कामले आयो नि मेरो अति गाउँतिर अलिक काम परेको थियो अनि हरिलाई कस्तो छ त हरिको अवस्था ठिकै होला कहाँ हिजो गयो त्यो घरमै होला रेस्ट गर्दै होला नि ए मेरो अलिक काम गरिदिनु पर्यो क्या हजुरहरूले के काम हो भाइ भन न हामी त्यत्तिकै बसिरहेका छौँ काम छैन केही छैन गाउँमा बसेर बस यतै मेरो साथी कमल यसो गाउँतिर मेला महोत्सव लाग्ने भनेको थियो लगाउने अरे ए त्यसको लागि अलिक काम गरिदिनु पर्यो तपाईँहरूले मेला महोत्सव लगाए त राम्रो होला गाउँमा हजुर त्यसको लागि अलि गाउँतिर अनि त्यसको लागि अलिक के काम गर्नु पर्यो भने तपाईँहरूले भन न भन अनि त्यसको लागि टेन्ट लगाउने अनि त्यसमा विभिन्न किसिमका अनि पसलहरू लगाउनु पर्यो क्या तपाईँहरूले हुन्छ हुन्छ हामी काम गरिदिन्छौँ केही छैन हाम्रो बरु घरमा पनि यसो समस्या छ हजुर 2-4 पैसा छ भने केही देऊ त्यसको लागि चिन्ता नगर्नु नि त पहिला काम गर्नु पर्यो होइन हुन्छ हुन्छ हामी काम गरिदिन्छौँ दिइहाल्छु नि त तपाईँलाई त्यसको चिन्तै नगर्नु ठिकै छ हामी त काम गरिहाल्छौँ अब त्यत्तिकै बसिरहेछौँ घरमा पनि केही छैन हामी काम गरिदिन्छौँ बरु काम गर्ने ठाउँ चाहिँ कहाँ हो लिएको भए अलिक राम्रो हुन्थ्यो कि पैसाको तपाईँ चिन्ता नगर्नु होइन काम गर्ने ठाउँ चाहिँ लिएर जान्छु मैले तपाईँलाई ल हुन्छ हुन्छ जाउँ नि त ल जाउँ ल हुन्छ आमा हामी गएर आउँछौँ यसो घर बस्दै आउँ ल ल हुन्छ ल ल हुन्छ ल काम गर्ने ठाउँ चाहिँ कहाँ हो देखाइदिनु पर्यो हामीलाई हामी काम चाहिँ गरिदिन्छौँ राम्रोसँग घरमा मेरो त्यत्तिकै सब नुन तेल सकिएर पनि बेजोग भएको थियो तपाईँ आइदिनु भयो जे होस् हामीलाई काम गर्ने अवसर पाइयो योचोटि जे होस् गाउँमा रमाइलो हुने भयो मेरो भाइ पनि घर जाने भने धेरै आत्तिरहेको थियो जे होस् काम मिल्यो अब 2-4 पैसा लिएर जाने भयो घरतिर पनि रमाइलो पनि हुन्छ 2-4 पैसा लगेर घरतिर खुसी पनि भइहाल्छन् यही काम गर्नु पर्यो 2-3 दिन अनि मेला पछि जानु पर्ला घरतिर हेर्नु दाइ काम गर्ने ठाउँ यही हो हेर्नु ए तपाईँले यही काम गरिदिनु पर्यो टक्कै यहाँ टेन्ट लगाएर स्टेज बनाउनु पर्ने होला राम्रो हजुर तपाईँको
जति राम्रो काम हुन्छ नि यही देखाउनु पर्यो तपाईँहरूले। हुन्छ भाइ हुन्छ, हामीलाई काम गर्ने अवसर दियो, राम्रो गर्यो। हामी काम गर्न एकदम आतुर थियौँ, गाउँमा पनि काम नमिलेर बेजोग थियो। जे होस् काम पाएर हामी खुसी छौँ। जे होस् हामी धेरै खुसी पक्का छौँ गर्छौँ हामी काम। अरे तपाईँ काम गर्नुहोस् होइन, तपाईँले सोचे जतिको तपाईँको घरमा पुग्ने गरी म दिइहाल्छु, खर्च पानी पनि दिइहाल्छु होइन। हुन्छ भाइ हुन्छ। यो काम चाहिँ बेलुकासम्म सक्नु पर्यो तपाईँहरूले। हुन्छ 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 हुन्छ। यहाँ स्टेज लगाउनु पर्ने भयो हजुरलाई नि। यहाँ स्टेज लगाउनु पर्यो होइन। यहाँ चाहिँ दर्शकहरू हुन्छन्, यहाँ गायक आउँछन्, स्टेज यहाँ लगाएर दामी बनाउनु पर्यो बेलुकासम्म। हुन्छ हुन्छ, सकेसम्म हामी चाहिँ राम्रो गर्छौँ हजुरको। यहाँ चाहिँ अलिकति जमिन पनि राम्रो लाग्यो मलाई, मान्छे पनि आउला जस्तो छन्। जे होस् अब 2-4 दिनपछि शिवरात्रि पनि छ, हजुर मान्छे आउला जस्तो लागिरहेछ। त्यसपछि शिवरात्रिको पनि तयारी गर्नुपर्ने होला त, सबै मान्छे आउँछन् होला, भेला होला। हो त्यो शिवरात्रिको दिनै हो कि शिवरात्रिको दिनमै गर्नुपर्ने हो कि अर्को दिन हो? त्यो शिवरात्रिको दिनमै गरौँ त, के छ र। ल ठिकै छ, हामी तयार सयार हामीलाई कामको अवसर दिनुभयो हजुरले, धेरै धेरै खुसी लाग्यो हामीलाई। हामी चाहिँ अब काम गर्नतिर लाग्छौँ। अब के गर्ने त, अहिलेबाट जुटिहालौँ काममा। अनि काममा तपाईँ जुटिहाल्नुहोस् होइन। ए ल हुन्छ ल। तपाईँ ल हामी कामको लागि यहाँ टेन्ट लगाइ त चाहिएला, ठुना चाहिएला। हो चाहिन्छ, जाउँ त ल सबै मिलेर गरौँ। ल हुन्छ ल। ठुना लिएर आउँ। काठ पनि भेटियो केटा हेर, जङ्गल नजिकै हो, फाइदा यही हो। पुरा धुमधामसित बनाउनु पर्छ अब त मेला। यो चुटीको मेला हामीले सम्भव पार्नुपर्छ है। ल ल काठ पनि काठ गरुङ्गा काठ छन् पुरा सालको। ल बिस्तारै राख, बिस्तारै ल ल ल राख। ल अब खाटल खन्ने तयारी गरौँ। यो जे होस् काम चाहिँ भयो। अब खाटलले कहाँ खन्ने होला, यहाँ खनौँ कि एउटा एउटा यहाँ खनौँ। ल हुन्छ ल। यसको लागि राकेश भाइ जाऊ, खन्ती ल्याएर आऊ त, घरबाट गएर जाऊ। ल हुन्छ दाइ। ए भाइ पनि आएछ छन्। ल ल्याऊ त बाबु खन्ती। ल दाइ खन्ती ल्याएर आएछ। ल यहाँ खानौँ त्यहाँनिर खना एउटा। ल अलिकति माथि कस्तो होला भाइ? नै ठिकै छ भाइ यहाँनिर। ल भाइ खाटल पनि खन सक्यो, म घर गएर पाल ल्याएर आउँछु नि त। ल ल भाइहरू पाल पनि ल्याएर आएँ मैले। ल लागौँ फटाफट गरौँ, साँझ पनि पर्न लाग्यो। यसलाई माथि हालौँ कि क्या हो? ल हुन्छ दाइ, काम पनि गरियो। शीतलपुर सांस्कृतिक मेला उत्सव 2081 पनि हामी अब भोलिबाट स्टार्ट गर्नु पर्यो होइन। अब यति कामको लागि धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि। भोलि आउनु पर्यो तपाईँहरूले पनि। हुन्छ हुन्छ भाइ। अब हजुरले भनेको काम चाहिँ हामीले सबै गरिदियौँ। हजुरलाई कस्तो लाग्यो हाम्रो काम? एकदमै राम्रो लाग्यो हजुरको काम, यति धेरै राम्रो गरिदिनु भयो होइन। भोलि बिहान चाहिँ आउनु पर्यो, अहिले चाहिँ घरतिर लागौँ। ल हुन्छ अब हुन्छ। ल हुन्छ, जानु है राम्रोसँग। ल हामी जान्छौँ। ओहो साथी यार, के छ अरू माहौल? ठिक छ, बन्यो, टेन्ट सबै बनिसक्यो, सब रेडियो? सब रेडी। अब भोलि बिहान गएर स्टार्ट गर्नु पर्यो। ल ठिक छ, मैले 2-3 जनाको कलाकारहरूलाई बोलाइसकेको छु, ती पनि भोलि पुग्छन्। त्यतिखेर स्टार्ट। ल हुन्छ त, अहिले 10 बजेदेखि 10 बजेदेखि स्टार्ट गरौँ। ल ठिक छ। ल तिमी अहिले यता जाऊ, अब म जान्छु यतातिर। ल हुन्छ, जाऊ है। ल हुन्छ। ल भोलि कलाकार चाहिँ को आउने हुन्? कस्ता पो आउने भोलि हेर्नुपर्छ, त्यहाँ रमाइलो गर्नुपर्छ। भोलि शिवरात्रि पनि छ, मेला पनि भयो, एकदम रमाइलो हुने भयो। जे होस् गाउँमा यो चुटी भोलि रमाइलो हुन्छ। ल साँझ पनि पर्न लाग्यो, यसो गाउँमा गएर मान्छेले भन्ने हो कि भनौँ। ल जाउँ न त, अब गाउँतिर गएर यसो भनेर पनि आउँ। गाउँ यही हो हाम्रो, अब यहाँ यसो आवाज लगाएर भन्नु पर्यो गाउँलेलाई।
गाउँले भोलि यहाँ मेला छ है हाम्रो गाउँमा सबैजना आउनु होला सुने कि सुनेनन् सुनिहाल्यो आनन्दलाई तिमी पनि भन त भाइ एकछिन ए गाउँले भोलि हाम्रो गाउँमा मेला छ है सास पनि हुन लाग्यो अब हामी सुतौँ गएर बिहान नै उठ्नुपर्छ भोलि मेला पनि छ गाउँमा ल ल लगाइदेऊ यो ढोका लगाइदेऊ आमा खाना खाएर सुतिहाल्नु गयो कि क्या हो सब सुतिसकेका छन् ल भाइ राकेश उज्यालो भयो जस्तो छ उठ अब जाउँ बाहिर ओहो साह्रै उज्यालो भइसक्यो उज्यालो भइसक्यो रहेछ त उज्यालो पनि भइसक्यो रहेछ ए भाले पनि भास्न लागे जानु पर्यो कि क्या भाइ मेलातिर जाउँ अब आमा हजुर यहाँ पछि आउँदै गर्नु होला म गएँ है मलाई काम छ उतातिर मेलामा बोलाउनु भएको छ ल म जान्छु हतार पनि हुन लाग्यो ल आमा है ल आउनु होला पछि सबै गाउँलेसँग आउनु होला सँगै है ल भाइ जाउँ जाउँ हामी ढिला हुन लाग्यो हामीलाई ल सबैजना पनि आइसके बहिनीहरूले डान्स सिकेछौ कि नै ए ल त्यसो भए हाम्रो आज कलाकारलाई भव्य स्वागत गर्नुपर्ने हुन्छ हामीले हाम्रो इज्जत चाहिँ नफाल्नु है बहिनीहरू गाउँमा पनि राम्रा मान्छे हुन्छन् संस्कारी मान्छे हुन्छन् भने आफूले बुझाउनु पर्ने हुन्छ सहरी मान्छेलाई है ल मान्छेहरू पनि आइसकेका छन् अब हाम्रो आयोजक टिम चाहिँ कतिखेर आउने हुन् भाइ फोन लगाऊ न एकचोटि फोन लगाइसकेको छु दाइ अब आधी बाटो आउँदै ए ल हुन्छ ल ल ल ल ल ल हाम्रो यो काम तयारी गरेर राखौँ त मेला पनि बजार पनि लागेर रहेछ किरानाहरू हजुर दाजु खाने हो के खाने हो दाजु हामी त केही नखाने हजुर पैसा छैन के गरौँ चाटपटै एहे पैसा छैन पैसा छैन हो पैसा यहाँ त के भान पकौडा पनि छन् क्या त पकौडा पकौडा शिवरात्रि लागेर होला सायद पकौडा पनि छैन है एहे ल ल बाबु पछि खाउँला केही छैन ए कलाकार आए त छन् आइसकेको रहेछ ल गाडी यता राख्नुहोस् हजुर यता राख्नुहोस् ल ल ल स्वागत छ है हाम्रो गाउँमा हजुरहरूलाई स्वागत छ है सबजनालाई ल आइदिनुहोस् यता राखिदिनुहोस् गाडी ल बहिनीहरू कलाकार हामीसँग स्वागत गरिदेऊ है आइदिनु यता आइदिनु होला यता आइदिनु होला स्टेजमा हाम्रो कार्यक्रमलाई भव्य रूपले कार्यक्रममा आउँदै कलाकार उहाँलाई पनि स्वागत गर्दै र मेरो माइक्रोफोन म माइक्रोफोन उद्घोषकको हातमा हस्तान्तरण गर्छु धन्यवाद यस कार्यक्रमका आयोजक टिम शीतलपुर सांस्कृतिक मेला उत्सव 2081 11 महिना 13 गतेका दिन गरेको यस मेलामा मलाई उद्घोषकको रूपमा लिनुभएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दछु आज यहाँका विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन कमल देवबाजीलाई हार्दिक अनुरोध गर्दछु त्यसै गरी शीतलपुरमा पाउनुभएकी गायिका अनि मोडेल सुशीला विष्टज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु त्यसै गरी यहाँ पाउनुभएका हाम्रा 15 लाखका कलाकारलाई पनि हार्दिक अनुरोध गर्दछु अब यसै गरी हाम्रो फुलमाला लगाएर स्वागत गरिदिनु हुन पार्वती दिजुलाई पनि यहाँ अगाडि आइदिनु हार्दिक अनुरोध गर्दछु पाल्नुभएका कलाकारजीहरूलाई हौसला दिनको लागि आम सामुदायिक सम्पूर्णले ताली दिनु हुन हार्दिक अनुरोध गर्दछु टिकाको लागि आइसमा पहिला यहाँ आमन्त्रण गर्दछु सम्पूर्णले ताली दिनु हुन हार्दिक अनुरोध गर्दछु ताली पिटेर हाम्रो कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गर्दछु
हाम्रो स्वागत कार्यक्रम पनि भइसक्यो र अब हामी नृत्यतिर जान गइरहेका छौँ र नृत्यतिर जानुभन्दा अगाडि हाम्रो यस कार्यक्रमका विशिष्ट अतिथि यानि कि कमल देउवालाई यहाँ बोलिदिनु हुन हार्दिक अनुरोध गर्दछु। एक दुई शब्द बोलिदिनुहोस्। धन्यवाद सञ्चालकज्यू। हाम्रो यो शीतलपुर सांस्कृतिक मेलामा सबैजनाले आइदिनु भएकोमा सबैजनालाई धन्यवाद भन्न चाहन्छु। हाम्रो विशिष्ट अतिथिलाई तालीले उहाँलाई ताली गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। चाहन्छौँ अगाडि कार्यक्रमलाई बढाउन चाहन्छौँ। त्यसै गरी अब गायिकाको लागि सुशीला विष्टज्यूलाई हार्दिक अनुरोध गर्दछु। सो मच सञ्चालकज्यू, मलाई यस शीतलपुर सांस्कृतिक मेला उत्सवमा बोलाएर आफ्नो कला देखाउन मौका दिनुभएकोमा हाम्रो यस आयोजक टिमलाई म धेरै धन्यवाद गर्न चाहन्छु। अब म गीत गाउन गइरहेकी छु, सबैले ताली बजाएर साथ दिनु होला। म अर्को गीत गाउन गइरहेकी छु। धन्यवाद सबैलाई। बहिनीहरूले पनि यहाँ नाचेर सबैले आफ्नो प्रस्तुत देखाइदिनु भएकोमा सबैलाई धन्यवाद। धन्यवाद छ गायिकाज्यूलाई। अब हामी केही ढिलो नगरी नै अब हाम्रा 15 लाख कलाकारलाई यहाँ अगाडि निमन्त्रणा गर्न चाहन्छु। थ्याङ्क यू सो मच, लभ यू अल टु सो मच गाइजहरू। यहाँ पालु हुने दाजुभाइ तथा दिदी बहिनीहरूलाई म सर्वप्रथम मेरो चाहिँ 15 लाखको नमस्ते भन्न चाहन्छु सबैजनालाई। आज हुन गइरहेको महोत्सव शीतलपुर सांस्कृतिक मेला उत्सव 2081 सालमा मलाई यहाँ निमन्त्रण गराउने तथा दाजुभाइ तथा दिदी बहिनीहरूलाई मेरो सर्वप्रथम त नमस्कार छ। मेरो नाम चाहिँ विकास नेउपाने हो। म हाल कैलाली जिल्लाको घोडागढी नगरपालिका वडा नम्बर 4 गैडाखाटाबाट म आज यहाँ आइरहेको छु। दाइजहरू सबैले मलाई माया गरिदिनु भएको छ र हजुरहरूको साथसाथमै आज म एउटा क्यारिकेचर गरेर गइरहेको छु। कृपया हजुरहरूले बसेर एकदम ताली पिटिदिनु होला। म र आजको पहिलो क्यारेक्टर रहेछ बोले भन्छ साङ्लो गोरो सही कुरो, साङ्लो गोरो सही कुरो। यहाँ आज पालु हुने मेरा दाजुभाइ तथा दिदी बहिनीहरूलाई म यो स्टेजदेखि सबैलाई नमस्कार भन्न चाहन्छु। र पछिको म चाहिँ पाँडे सोल्टीको आवाज निकाल्न गइरहेको छु। कृपया सबैजनाले ताली पिटेर एकदम रमाइलो गरिदिनु होला भन्दै म हजुरहरूलाई एकदम ताली पिटेर स्वागत गर्छु। सबैजना ताली पिटेर यो आजको कार्यक्रममा यहाँ मलाई आयोजक टिमले उद्घोषक मलाई यहाँ निमन्त्रण गरिदिनु भएको छ। यसमा म अलिअलि खुसी छु र सबैजनाले मलाई साथ सपोर्ट दिनु होला भन्ने चाहन्छु। यसपछि चाहिँ रहेको छ एक दुमीको आदर चाहिँ हुइने मेरा बाउ यता आउ न, हामी पनि आज यस्तो सांस्कृतिक महोत्सवमा आइसकेका छौँ के मेरा बाउ, सबैलाई स्वागत गरौँ। र त्यति भन्दै अहिलेको लागि एकदम म रेस्ट गर्न गइरहेको छु। कृपया सबैजना ताली दिनु होला है। मलाई दिनुभयो, म एकचोटिका लागि उहाँलाई माइक हस्तान्तरण गर्दैछु। कलाकारलाई सबैले ताली दिनु होला। चटपटे भैयालाई अगाडि स्टेजमा आउन गर्दछु। चटपटे भैया म स्टेट गएर आउँछ त यहाँ हेरे चटपटे बेच्ने पैसा मलाई दिने। ओके
ल चटपटे भैया आइसक्नु भएको छ धन्यवाद उद्घोषकज्यू आज शीतलपुर सांस्कृतिक मेला उत्सवमा मैले पनि चटपटे बेचेर 5-10 रुपियाँ कमाएँ ठिकै छ आफ्नो गाउँ ठाउँमा टिकोहरू पनि ठिकै हो होइन म चाहिँ आफ्नो दुई शब्द लाइनहरू म सुनाउन गइरहेको छु कृपया सुनेर साथ दिनुहोला र यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई कलाकार यहाँका विशिष्ट अतिथि हाम्रा कमल देवाज्यूलाई र सम्पूर्ण कलाकारहरूलाई म हृदयदेखि नमन गर्न चाहन्छु र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनी र गाउँका स्थानीयहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु कृपया मेरो दुई शब्द सुनिदिनु न यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई अनुरोध गर्दछु मेरो टपिक रहेको छ जिन्दगीको पीडा म हजुरहरूलाई सुनाउन चाहन्छु यस प्रकारको छ जति ओठमा झुटो मुस्कान देख्छौ नि त्यति मनमा पीडा लुकेको छ चोट त लागेको छैन तर खोइ किन हो मनमुटु कटक्कै दुखेको छ देख्नेलाई के थाहा छ र कति गाह्रो हुन्छ आँखामा आँसु लुकाउन धेरै गाह्रो हुँदो रहेछ बुझेर पनि बुझ बसाउनेहरूलाई जिन्दगीको यात्रा सिकाउन धन्य छ भगवान तिमीलाई यो सुन्दर संसार देखायो मेरो नाम पनि दुःख र पीडाको खातामा लेखायो मलाई पनि कहिलेकाहीँ यस्तो लाग्छ कि त्यो सेतो कात्रोमा गएर सुतिदिउ सायद त्यो कात्रोभित्र खुसी नै खुसी मिल्छ होला त्यसैले त एकचोटि कोही सुतिसकेपछि उठ्नै मान्दैन थ्याङ्क यू यति भन्दै म आफ्नो यो माइक कार्यक्रम सञ्चालकजीलाई हस्तान्तरण गर्न चाहन्छु धन्यवाद धन्यवाद चटपटे भैयालाई पनि सबैले ताली बजाइदिनु हार्दिक अनुरोध गर्दछु अब हामी ढिलो नगरी नै यहाँका लोकल नृत्यको लागि आउँदै हुनुहुन्छ धेरै धेरै अतिथिलाई पनि हार्दिक अनुरोध गर्दछु धन्यवाद सञ्चालक ज्यू मलाई यो सारो अवसर दिनुभएकोमा एकदमै हजुरलाई धन्यवाद दिन चाहन्छु विशेष गरी शीतलपुर सांस्कृतिक मेला उत्सव 2081 योजना गर्ने हाम्रा प्रिय हाम्रै गाउँका भाइ कमल देवलाई धन्यवाद दिन चाहन्छु विशेष गरी आज हाम्रा पाल्नुहुने गायिका सुशीला विष्ट 15 लाख आइसक्नु भएको छ उहाँले एकदमै जीवनभरि एकदमै रमाइलो पनि गरिसक्नुभएको छ म के एकदमै सबैजना नचाउने गानाहरू गाइरहेको छु सबैजना नाचिनु है ल अब हामी कार्यक्रमको अन्त्य चरणमा पुगिसकेको छु त्यसैले अब हामी केही पनि ढिलो नगरी नै हाम्रो 15 लाखको कलाकारलाई स्टेजमा आमन्त्रण गर्न थ्याङ्क यू सो मच सकेको छु स्टेजमा आफ्नो एउटा नृत्य वा आफ्नो कला देखाउन सबैजनाले ध्यान दिएर सुनिदिनु होला भन्दै अहिले म एउटा सानो मिठो गाना गाउन गइरहेको छु तिमीले धोका दियौ भने त्यसै मर्छु म त तिम्रा सारा खुसीहरू त्यागी मर्छु म त तिमीले धोका दियौ भने त्यसै मर्छु म त तिम्रा सारा खुसीहरू त्यागी मर्छु म त के गर्नु जिन्दगी यस्तै हो दिन पछि रात पछि दिन भन्दा भन्दै जिन्दगी बितेको पनि पत्तै नहुँदो रहेछ तिमीले पहिले कसम खायो सँगै सँगै बाँच्ने बाटा कसम सबै मन्दिरमा साँच्ने कसम खायो मन्दिरमा साँच्ने कसम सबै मन्दिरमा साँच्ने
तिमीले धोका त्यसैमा तिमीलाई सारा खुसी तिमीलाई सारा खुसी कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ त्यसैले कार्यक्रम पनि सकिन लागिसक्यो अब म पनि यहाँ माझबाट बिदा लिन चाहन्छु त्यसैले म यो माइक यहाँ आएछ टिमलाई ह्यान्ड ओभर गर्न चाहन्छु धन्यवाद धन्यवाद दर्शकज्यू हाम्रो यस कार्यक्रम अन्तिम क्षणमा छ समयले पनि काटिएको सकेको छ हामी पनि बिदा लिन चाहन्छौँ धन्यवाद दिदी केलाई जाने हो चटपटे कतिको 20 को 20 को अमिलो कि पिरो पिरो अमिलो झर्यो पिरो ल एकछिन हेर्नु छटपट खानुस् अनि झटपट जानुस् हाँ दीदी पैसा दिने पहिले हाँ 10 रुपया चटपटे अरे बाबू तिमीलाई के चाहियो जे होस् आज महिला कति रमाइलो भयो नि यस्तो रमाइलो कहिले भएको थियो नि आज त मेरो जाम घर पनि अरे आजको चटपटे त यस्तै भयो ठिकै भएछ अब घर जानु पर्यो अँध्यारो भएछ दुटियाले बच्चे मोटा भएको छ त हाम्रो बोलाइदियो ए हो कट्टा बोकेर तपाईँ अब दोकान मेरो घर आउने आजको दिन पनि एकदमै रमाइलो भयो हैन धेरै राम्रो गरिदिनु भयो उहाँ कलाकारहरूलाई पनि ढिला भयो होला अब टाढा जानु टाढाका ल आउनु न कलाकारहरूले जाउँ पठाइदिउँ यतै गरौँ अब साथ पनि हुन लाग्यो